तपाईहरुले इन्टरनेटमा युट्युबमा फेसबुकमा एकजना मान्छेको बारेमा पक्कै पनि हेर्नु भएको छ होला। त्यो मान्छेको नाम बियर ग्रिल्स हो। बियर ग्रिल्स भन्ने मान्छे चाहिँ संसारको सबैभन्दा एडभेन्चरस साहसी व्यक्तिको रूपमा अहिले लिइन्छ। तपाईलाई थाहा छ होला, त्यो मान्छेले जंगलमा जे भेट्यो त्यही खान्छ। सर्प भेटे पनि खान्छ, बिच्छी भेटे पनि खान्छ। ऊ बाँच्नको लागि उसले जुनै पनि तरिका अपनाउँछ र ऊ चाहिँ प्रेरणाको स्रोत भएको छ। कसरी डरलाग्दो अवस्थामा जनावरहरू भएको ठाउँमा आफ्नो ज्यान बचाउनको लागि कसरी उपायहरू अपनाउने भनेर संसारभरि नै त्यो मान्छे एकदमै प्रख्यात छ। त्यो मान्छेले एकदमै ख्याति कमाएको थियो। अनि मैले बियर ग्रिल्सको जीवनी हेर्दै थिएँ। बियर ग्रिल्स चाहिँ ब्रिटिस स्पेशल फोर्समा हुनुहुन्थ्यो र एकचोटि प्यारासुटबाट जम्प गर्दाखेरि, आर्मी ट्रेनिङमा जम्प गर्दाखेरि बियर ग्रिल्सको त्यो प्यारासुट नखुलेकोले मेरुदण्ड भाँचेको थियो। त्यसपछि ऊ हस्पिटलमा धेरै समय बस्यो र डाक्टरले अब कहिले पनि निको हुँदैन तिमी, अब तिम्रो सपना सबै मिल्काइदिए हुन्छ भनेर बियर ग्रिल्सलाई भनेको थियो। र हस्पिटलमा ऊ चल्नै नसक्ने, अलिअलि मात्र चल्न सक्ने अवस्थामा हुँदा उसले हस्पिटलको बेडको अगाडि सगरमाथाको फोटो राखेको रहेछ। अनि त्यो सगरमाथाको फोटो जहिले हेर्ने, किनभने बच्चैदेखि उसको सपना चाहिँ आफ्नो बुवा र ऊ चाहिँ सगरमाथामा जाने सपना देखेको थियो। तर अब मेरुदण्ड नै भाँचेपछि, कतिवटा हड्डी भाँचेको थियो, त्यत्रो आकाशबाट खस्दाखेरि धन्न मरेन। अब सपना सबै तुइयो भनेर बियर ग्रिल्स चाहिँ निराश भएका थिए। तर पछि त्यो फोटोले, त्यो सगरमाथाको फोटोले बियर ग्रिल्समा फेरि एउटा जिउने आशा, फेरि पनि म सक्छु भन्ने हिम्मत, त्यो साहस र त्यो विश्वास उसमा फेरि जागेको थियो। र ऊ सकि नसकी त्यो सगरमाथाको फोटोलाई छुने गर्दथ्यो। र त्यो महत्त्वाकांक्षा, त्यो साहसी जुन त्यो अठोट उहाँको सपना छ, त्यो सपनालाई बियर ग्रिल्सले कहिले टुइन दिएन र विश्वास गरे कि म निको हुनेछु, म सक्छु भनेर जुन अठोट र साहस गरेको कारणले बिस्तारै उसको हड्डीहरू जोडिन थाल्यो रे है। उसको विश्वासले गर्दाखेरि उसमा चाहिँ परिवर्तन आउन थाल्यो, उसको शरीरहरू निको हुन थाल्यो, उसका शरीरका हड्डीहरू जोडिन थाल्यो। र त्यसपछि एक दिन त डाक्टरले भनेको सबै कुरा गलत साबित बनाइदियो र बियर ग्रिल्स निको भएर उसले अहिले टिभीमा जे पनि गर्नुहुन्छ नि, त्यसपछि त्यो साहस गरेको र बियर ग्रिल्स यस्तो यस्तो ठाउँमा जान्छन्, समुद्रमा, टापुमा, जहाँ मानिस कहिले पनि पुगेको छैन, त्यहाँबाट जिउँदै फर्केर आउँछन्। हेर्नु, जब आफ्नो सपना हुन्छ र त्यो सपनामा तपाईँले विश्वास गर्नुहुन्छ भने विज्ञानको नियमलाई पनि उल्टाउन सकिन्छ भनेर बियर ग्रिल्सको जीवनबाट एकदमै राम्रोसित देख्न सक्छौँ। र यो मान्छेले एकचोटि एकदमै राम्रोसित भनेका थिए। यो मान्छेले भनेको कुरा एकदमै मलाई मन परेको चाहिँ, संसारमा जहाँसुकै हुनुहोस् तपाईँ, संसारमा जुनैसुकै ठाउँमा हुनुहोस्, तीनटा कुरा चाहिँ कहिले पनि नबिर्सिनुहोस् रे। परिवार, साथीभाइ र परमेश्वर है। यो तीनटा कुराहरू चाहिँ कहिले पनि जिन्दगीमा नबिर्सिनुहोस् भनेर यो मान्छेले भनेका थिए। अनि यो मान्छे एकदमै राम्रो क्रिस्चियन हो, एकदमै राम्रो विश्वासी, र उहाँले जे पनि गर्नुहुन्छ पहिला परमेश्वरलाई सम्झेर गर्नुहुन्छ है। अनि यो मान्छेको जीवनबाट हामीले धेरै कुरा सिक्न सक्छौँ। यो मान्छेको जीवनबाट हामीले सिक्न सक्छौँ कि विश्वासमा शक्ति हुन्छ, आस्थामा शक्ति हुन्छ। तपाईले जे कुरामा भरोसा राख्नु भएको छ त्यो नै तपाईको शक्ति हुन्छ भनेर हामीले यो मान्छेबाट प्रेरणा लिन सक्छौँ। उसले आफूमा विश्वास गरे, आफ्नो परमेश्वरमा विश्वास गरे र असम्भवलाई सम्भव बनाइदिए। अनि यो बियर ग्रिल्सको जस्तै कथा अब्राहमको पनि भएको हामीले देख्न सक्छौँ।
अब्राहमलाई पनि यस्तो विश्वास गर्नको निम्ति परमेश्वरले भन्नुभएको थियो जुन चाहिँ मान्छेको निम्ति असम्भव थियो। अब्राहम 100 वर्ष पुगिसकेका थिए। अब्राहमको श्रीमती 90 वर्ष पुगिसकेकी थिइन्। महिनावारी बन्द भइसकेको थियो। महिनावारी बन्द भएपछि बच्चा पाउन असम्भव छ विज्ञानको नियमअनुसार। तर पनि परमेश्वरले अब्राहमलाई तँलाई म सन्तान दिन्छु, यो दास एलिएजार तेरो उत्तराधिकारी हुने छैन, अर्को वर्ष तेरो श्रीमतीले 90 वर्षको श्रीमतीले सन्तान पाउँछिन् भनेर परमेश्वरले प्रतिज्ञा दिनुभयो। 3 पदमा हेर्नुहोस् त। तब परमप्रभुको 4 पदमा यो वचन फेरि तिनी कहाँ आयो, यो मानिस चाहिँ तेरो उत्तराधिकारी हुने छैन, तर जो तेरो आफ्नै छोरा हुन्छ त्यही नै तेरो उत्तराधिकारी हुनेछ। अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो, आकाशतिर हेरेर तारा गर्न सक्छस् कि सक्दैनस् गनी हेर। उहाँले तिनलाई भन्नुभयो, तेरो सन्तानहरू पनि त्यस्तै हुनेछ। असम्भव। 100 वर्षमा आफू 100 वर्ष, श्रीमती 90 वर्षमा परमेश्वरले सन्तानको प्रतिज्ञा गर्नुभयो। र एकदमै रोचक कुरा के छ भने 6 पदमा हेर्नुहोस् त। अनि तिनले अब्राहमले परमप्रभुमाथि विश्वास गरे। के विश्वास गरे? यो वृद्ध कालमा पनि सन्तान दिनुहुन्छ भन्ने कुरामा विश्वास गरे, जुन अब्राहमको निम्ति असम्भव जस्तै हो। तर पनि त्यो असम्भव कुरामा अब्राहमले विश्वास गरे। त्यति मात्र होइन, अब्राहमले यो पनि विश्वास गरे, मेरो सन्तान एकजना मात्र हुने छैन, आकाशमा जति ताराहरू छ त्यति नै मेरो सन्तान हो। अर्थात् परमेश्वरले जे भन्नुभएको छ त्यसमा अब्राहमले विश्वास गरे। जसरी नोवाले पनि विश्वास गरे, जल प्रलय आउँदैछ, पृथ्वी जल प्रलयले नाश हुँदैछ भनेर परमेश्वरले भनेको वचनलाई नोवाले विश्वास गरे र नोवा र नोवाको परिवार बाँचे। र यहाँ एकदमै रोचक कुरा अर्को के लेखेको छ, परमेश्वरमाथि अब्राहमले विश्वास गरे र यो तिनको निम्ति के गनियो? धार्मिकता गनियो है। अनि धार्मिकताको सिद्धान्त चाहिँ यहाँबाट आएको। अनि हामीले रोमी 4 अध्यायमा पढ्यौं, जे जति पावलले भनेका छन् सबै यहाँबाट लिएको। पावलले आफैले सिद्धान्त बनाएका थिएनन्, त्यो सिद्धान्त अब्राहमको जीवनबाट लिएको थियो र अब्राहमलाई त्यही भएर विश्वासको पिता भन्छ। र नयाँ नियममा जति पनि मानिसहरू धर्मी ठहरिन्छन् तिनीहरू व्यवस्थाको आधारमा, धर्मकर्मको आधारमा होइन, तर विश्वासद्वारा धर्मी ठहरिन्छ भनेर एकदमै राम्रोसित भन्दछ। गलातीको पत्रमा, रोमीको पत्रमा तपाईँले एकदमै पाउनुहुन्छ, खतना गर्नुभन्दा अगाडि, व्यवस्था आउनुभन्दा अगाडि अब्राहम के भयो? धर्मी ठहरिए। के को आधारमा? कामको आधारमा होइन, तर विश्वासको आधारमा, किनभने अब्राहमले परमेश्वरलाई विश्वास गरेका थिए। अब इन्ट्रेस्टिङ कुरा हेरौँ, अब्राहमले केमा विश्वास गरेको थियो? परमेश्वरको प्रबन्धमा, परमेश्वरको प्रतिज्ञामा है। प्रबन्धमा र प्रतिज्ञामा विश्वास गरेको थियो। अब्राहमले दुईटा कुरामा परमेश्वरमा विश्वास गरे, परमेश्वरको प्रतिज्ञा र परमेश्वरको प्रबन्धमा विश्वास गरे। र यो दुईटा कुराले अब्राहमलाई धर्मी ठहराए है। परमेश्वरले अब्राहमलाई, अब्राहमको निम्ति छोरा दिनुहुन्छ, छोरा प्रबन्ध गरिदिनुहुन्छ भनेर प्रतिज्ञा गरे र अब्राहमलाई त्यो कुरामा विश्वास लाग्यो र त्यो नै उनको निम्ति धार्मिकता गनियो। अब यो पदको, यो अध्यायको डाइरेक्ट सम्बन्ध तपाईँले कहाँ पाउनुहुन्छ भने यूहन्ना 3:16 मा पाउनुहुन्छ। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, आफ्नो एकमात्र प्रिय पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस्
तर त्यसले अनन्त जीवन पाओस्। हेर्नुहोस्, जसरी परमेश्वरले अब्राहमलाई छोरा दिनुभयो त्यसरी नै परमेश्वरले संसारको लागि आफ्नो पुत्र दिनुभयो। र अब्राहमले के गरे? विश्वास गरे र त्यो नै उनको निम्ति धार्मिकता गनियो। त्यसरी नै जसले परमेश्वरले प्रबन्ध गर्नुभएको पुत्रलाई विश्वास गर्छ तिनीहरू नाश हुने छैन, तर तिनीहरूले अनन्त जीवन पाउनेछ। बुझ्दै हुन्छ नि? उत्पत्ति 15 को 6 अध्याय 6 पद कसरी यूहन्ना 3 को 16 सँग सिधै सम्बन्धित छ भन्ने कुरा हामीले एकदमै राम्रोसित बुझ्न सक्छौं। जसरी अब्राहमले इसहाक जुटाउनु भयो अब्राहमको निम्ति र त्यसमा त्यो वचनमा परमेश्वरले विश्वास गरे र त्यो अब्राहमको निम्ति धार्मिकता गनियो, त्यसरी नै परमेश्वरले संसारलाई आफ्नो पुत्र दिनुभयो र हामीले त्यो पुत्रमा विश्वास गर्यौं र त्यो नै हाम्रो निम्ति के भयो? धार्मिकता भयो। कसरी लेखेको छ? उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। है, यो परमेश्वरले गर्नुभएको प्रबन्ध हो र त्यसरी नै परमेश्वरले आफ्नो पुत्र यस संसारको निम्ति प्रबन्ध गरिदिनु भयो। तपाईहरु सबैले मसँग पल्टाउनुस् त रोमी 3 अध्यायको 25 पद। यहाँ एकदमै राम्रोसित लेखिएको छ यो कुरा। रोमी 3 अध्यायको 25 पदमा हेर्नुस् त। परमेश्वरले क्रिस्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो। दिनेको हो परमेश्वर। परमेश्वरले क्रिस्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित के द्वारा? विश्वासद्वारा ग्रहण गर्नु पर्दछ। हेर्नुस्, जुन प्रायश्चित पापको क्षमा भनेको त्यो चाहिँ हामीले कसरी ग्रहण गर्नुपर्छ? कामद्वारा हो? होइन, विश्वासद्वारा ग्रहण गर्नुपर्छ। परमेश्वरले प्रबन्ध गर्नुभएको संसारको ठुमा, परमेश्वरले क्रुसमा टाङ्नु भएको आफ्नो पुत्र, परमेश्वरले प्रतिज्ञा गर्नुभएको पुत्रलाई हामीले विश्वास गर्यौं भने त्यो नै हाम्रो निम्ति के हुन्छ? धार्मिकता ठहरिन्छ। त्यो नै हाम्रो निम्ति अर्को शब्दमा भन्नुपर्दा अनन्त जीवन ठहरिन्छ भनेर बाइबलले एकदमै राम्रोसित भन्दछ। 2 कोरिन्थी 5 को 21 मा पनि जसले पाप चिन्नु भएको थिएन उहाँलाई के बनाउनु भयो? परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो ताकि हामी उहाँको के हुन सकोस्? धार्मिकता हुन सकोस् भनेर। है, हाम्रो खातिर येशू क्रिस्टलाई परमेश्वरले पाप बनाउनु भयो किनभने हाम्रो पाप उहाँमा आरोपण गरियो। यो आरोपण भनेको शब्द तपाईलाई थाहा छैन? दोषारोपण भन्छ नि। आफ्नो दोष अरूलाई आरोपण गर्नु के, त्यही भएर दोषारोपण भनेको। है, हाम्रो पाप प्रभु येशूमा आरोपण गरियो, हाम्रो दोष प्रभु येशूमा आरोपण गरियो। हामी सबै भेडा चाहिँ बडालिएका थियौं। यसाया 53 अध्याय। र परमप्रभुले हामी सबैको अधर्म उहाँमा खन्याउनु भयो, दोषारोपण गर्नुभयो र हाम्रो दोष येशू क्रिस्टले बोक्नु भयो र हाम्रो दोष अब मेटियो र हामीले येशू क्रिस्टमा के पायौं? परमेश्वरको धार्मिकता पायौं। त्यही भनिएको 2 कोरिन्थी 5 को 21 मा पाप नचिन्नु हुनेलाई उहाँले हाम्रो खातिर के बनाउनु भयो? पाप बनाउनु भयो ताकि हामी परमेश्वरको धार्मिकता बन्न सकोस्। अर्थात् परमेश्वरमा निष्कलङ्क निष्खोट कहिले पाप नगरेको जस्तै गरेर बनिन सकोस् भनेर हाम्रो पाप येशू क्रिस्टमा उहाँले आरोपण गरिदिनु भयो। र यसरी हामीले परमेश्वरलाई विश्वास गरेकोले, परमेश्वरको क्रुसलाई विश्वास गरेकोले, येशू क्रिस्टको सुसमाचारलाई विश्वास गरेकोले, येशू क्रिस्ट क्रुसमा टाँगिनु भएको र येशू क्रिस्टको व्यक्तित्व र कार्यलाई विश्वास गरेकोले अब्राहम जसरी धर्मी ठहरिए
त्यसरी नै हामी पनि धर्मी ठहरिएका छौँ। पुरानो नियम र नयाँ नियममा एउटै सिद्धान्त हो, यसलाई अलग गर्न मिल्दैन है। कतिजनाले पुरानो नियमलाई एउटा नयाँ नियमलाई अर्को गरी पढ्छ, त्यो एकदमै गलत हो। हेर्नुहोस्, पावलले पुरानो नियमबाट कसरी नयाँ नियममा ल्याएर सिद्धान्त बनाउनु भयो हामीले एकदमै राम्रोसित देख्न सक्छौँ। त्यही भएर पुरानो नियममा अब्राहम जसरी धर्मी ठहरिए, नयाँ नियममा हामी त्यसरी नै धर्मी ठहर्छौँ। जसरी पुरानो नियममा अब्राहमले परमेश्वरको वचनलाई विश्वास गरे, परमेश्वरको प्रतिज्ञालाई विश्वास गरे, परमेश्वरको प्रबन्धलाई विश्वास गर्नुभयो, त्यसरी नै हामीले पनि परमेश्वरको वचनलाई विश्वास गर्यौँ, परमेश्वरको प्रतिज्ञा जो येशू ख्रीष्ट हुनुहुन्छ उहाँलाई विश्वास गर्यौँ र उहाँको प्रबन्ध क्रुसमा येशू ख्रीष्ट टाँगिनु भएको सत्यतालाई विश्वास गर्यौँ र त्यो नै हाम्रो निम्ति धार्मिकता गनियो। तर रोचक कुरा के छ भने हामी मुक्ति चाहिँ केद्वारा? विश्वासद्वारा भन्छौँ नि, तर वास्तवमा मुक्ति विश्वासद्वारा होइन, कामद्वारा हो है। तर त्यो हाम्रो काम होइन प्रियहरू, त्यो येशू ख्रीष्टको काम हो है, हाम्रो काम होइन। अब धर्मी भनेको के हो त भन्दाखेरि यहुदीहरूले धर्मी भनेको के बुझ्छ भने व्यवस्थामा निष्कलङ्क रहनुलाई धर्मी भन्छ है। मोसाको व्यवस्थामा 613वटा तैँले गर्नु तैँले नगर्नु भन्ने, तैँले गर्नुपर्ने तैँले नगर्नुपर्ने त्यो सबै पालन गर्यो भने बल्ल मान्छेले धार्मिकता प्राप्त गर्छ। तर संसारमा त्यस्तो कोही मान्छे छैन जसले त्यो पूर्ण रूपमा पालन गर्न सक्नु भएको होस्, कसैले पनि सकेका थिएन। तर एकजना यस्तो आउनुभयो, एकजना यस्तो पठाइनु भयो, उहाँले त्यो 613वटा पूर्ण रूपमा पालन गर्नुभयो। येशू ख्रीष्टले कहिले पनि व्यवस्था उल्लङ्घन गर्नु भएन, व्यवस्थामा चोखो निष्कलङ्क निष्खोट उहाँ रहनुभयो र परमेश्वरको न्यायलाई, परमेश्वरको व्यवस्थालाई सन्तुष्ट गरिदिनु भयो। हेर्नु, येशू ख्रीष्टले परमेश्वरलाई मात्र सन्तुष्ट गर्नुभएको होइन, परमेश्वरको कानुन, परमेश्वरको संविधानलाई पनि सन्तुष्ट गर्नुभएको होइन। हामीले अपराध गर्यौँ भने के को विरुद्धमा हुन्छ? के को विरुद्धमा हुन्छ हामीले अपराध गर्नु? अपराध नै के हो? व्यवस्था भङ्ग भन्छ नि, अपराध नै संविधान भङ्ग गर्नु हो क्या। हामीले कसुर गर्नु नै संविधानमा लेखिएको व्यवस्थालाई उल्लङ्घन गर्नु हो र त्यसको कसुर हुन्छ है। अनि किन मान्छे जेल जान्छ, किन मान्छेले सजाय भोग्छ भन्दाखेरि संविधानको माग पुरा गर्छ र संविधानको माग पुरा गर्नु नै न्यायाधीशको माग हैन, नेपाली जनताको माग पुरा गर्नु। किनभने संविधान कसले बनाएको? नेपाली जनताले बनाएको हो। त्यसरी नै परमेश्वरले संविधान दिनुभयो र येशू ख्रीष्टले संविधानलाई, परमेश्वरको व्यवस्थालाई पनि सन्तुष्ट गर्नुभयो, जसलाई हामी परमेश्वरको न्याय भन्छौँ, र परमेश्वरको व्यक्तित्वलाई पनि उहाँले शान्त गर्नुभयो। त्यो गर्यो भने बल्ल कोही मान्छे स्वर्ग जान सक्छ है। व्यवस्था पालन गरेर यदि कोही स्वर्ग जान सक्छ भने केवल येशू ख्रीष्ट मात्र जान सक्नुहुन्थ्यो है। तर उहाँ हाम्रो प्रतिनिधि हुनुहुन्छ, उहाँले आफ्नो लागि व्यवस्था पालन गर्नुभएको होइन, किनभने उहाँमा पापै थिएन। उहाँले हाम्रो लागि, हाम्रो सत्तामा, हाम्रो पक्षमा अनि हाम्रो खातिर, हाम्रो निम्ति, हाम्रो पक्षमा भएर उहाँले व्यवस्था पालन गरिदिनु भयो। अनि विद्वानहरूले यसलाई कामको करार भनेर भन्छ। कामको करार भनेको चाहिँ आदम र हब्बालाई जुन कामको करार दिएको थियो, तैँले यदि यो परमेश्वरको आज्ञा पालन गरेर, परमेश्वरको आज्ञा भङ्ग नगरेर नखानु भनेको फल आदम र हब्बाले नखाएको भए जीवनको रुखबाट खान पाउँथ्यो र उनीहरू कहिले पनि मर्दैन थियो। तर आदम र हव्वाले परमेश्वरको आज्ञा भङ्ग गरे, कामको करार भङ्ग गरे। त्यही भएर येशू ख्रीष्टलाई अन्तिम आदम भनिएको बाइबलमा। अन्तिम आदम किन भनेको भने जे आदमले गरे येशू ख्रीष्टले गर्नु भएन, जे आदमले गरेनन् त्यही येशू ख्रीष्टले गर्नुभयो। अर्थात् कामको करार येशू ख्रीष्टले पूर्ण रूपमा पालन गर्नुभयो। त्यसको मतलब येशू ख्रीष्टले
परमेश्वरलाई सिद्ध रूपमा सम्पूर्ण रूपमा उहाँले परमेश्वरको आज्ञा पालन गर्नुभयो। कुनै कसर बाँकी राख्नु भएन, सबै पालन गर्नुभयो। परमेश्वरलाई प्रसन्न तुल्याउनु भयो र उहाँले त्यो हाम्रो खातिर गर्नुभयो, हाम्रो निम्ति गर्नुभयो। त्यही भएर उहाँ व्यवस्थामा निर्दोष निष्कलङ्क हुनुहुन्थ्यो र उहाँले परमेश्वरको आज्ञालाई कहिले पनि भङ्ग गर्नु भएन। है, धार्मिकता भनेको चाहिँ यहुदी विश्वासमा यस्तो हो कि व्यवस्थामा एउटामा पनि चुक्नु भएन, एउटामा चुक्यो भने सिद्धियो। है, त्यही भएर येशू ख्रीष्ट हाम्रो पापको लागि मर्नु मात्र भएको होइन प्रिय, येशू ख्रीष्ट हाम्रो धार्मिकताको लागि जिउनु पनि भएको। आमेन। है, म फेरि भन्छु, राम्रोसित सुन्नु, येशू ख्रीष्ट हाम्रो पापको लागि क्रुसमा मर्नु मात्र भएको होइन। खालि हामी त्यही मात्र भन्छौँ, तर हाम्रो धार्मिकताको लागि उहाँ जिउनु पनि भएको, अर्थात् उहाँको पवित्र जीवन पनि बलिदान हो। यसलाई थियोलोजिकल भाषामा सक्रिय र निष्क्रिय आज्ञाकारिता भन्दछ। है, यहाँ बाइबल कलेजका धेरै विद्यार्थीहरू हुन्छ, अस्ति मैले पढाउँदै थिएँ यो विषयमा, तपाईँहरूलाई धेरै थाहा छ यो विषयमा। सक्रिय र निष्क्रिय आज्ञाता, सक्रिय आज्ञाकारिता भनेको उहाँ व्यवस्थामा पूर्ण रूपमा निष्कलङ्क रहनुभयो र त्यो नै हाम्रो पवित्रता र धार्मिकताको सुनिश्चितता भयो। र उहाँ क्रुसमा मर्नुभयो, त्यसले हाम्रो पाप क्षमा गर्यो। क्रुसमा मरेर हाम्रो पाप क्षमा भयो। उहाँ पवित्र र निष्कलङ्क भएर जिउनु भएकोले हामी पवित्र र निष्कलङ्क भयौँ। यो दुईटाले मात्र हामी स्वर्गमा जान्छौँ। भनेपछि हाम्रो मुक्तिको आधार नै प्रभु येशू ख्रीष्टको सक्रिय र निष्क्रिय आज्ञाकारिता हो। अर्थात् उहाँको सक्रिय र निष्क्रिय आज्ञाकारिता जिम्मेवार छ भन्ने कुरा हामीले एकदमै राम्रोसित देख्दछौँ। र अब्राहमले परमेश्वरलाई विश्वास गर्नु नै प्रभु येशू ख्रीष्टको सक्रिय र निष्क्रिय आज्ञाकारितामाथि विश्वास गरेको हो भनेर हामीले भन्न सक्दछौँ। तपाईँहरू सबैले पल्टाउनु त रोमी 8 अध्यायको 3 र 4 पद, यहाँ यसरी लेखेको छ, 3 र 4 पद हेर्नु है त। पापमय स्वभावले दुर्बल पारिएका हुनाले व्यवस्थाले जे गर्न सकेन परमेश्वरले गर्नुभयो। व्यवस्थाले गर्न सकेन, तर परमेश्वरले येशू ख्रीष्टलाई पठाउनु भएर व्यवस्था सिद्ध र पूर्ण रूपमा पालन गर्ने व्यक्ति पठाउनु भएर परमेश्वरले गरिदिनु भयो। अर्थात् उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको स्वरूपमा पाप बलि झैँ पठाउनु भयो। यो शब्दलाई ख्याल गर्नु है, पाप बलि। अहिले म यसको रहस्य तपाईँलाई बताइदिनेछु। पाप बलि झैँ पठाउनु भयो। यसरी उहाँले पापलाई शरीरमा नै दण्ड दिनुभयो। यस हेतुले कि व्यवस्थाको उचित आवश्यकता, हेर्नुहोस्, उचित आवश्यकता हामीमा पूर्ण होस्। येशू ख्रीष्टले उचित आवश्यकता पुरा गरिदिनु भयो। हामी जो पापमय स्वभाव अनुसार होइन, तर पवित्र आत्मा अनुसार चल्दछौँ। यो अलिकति बुझ्न गाह्रो छ। तपाईँहरू पनि बाइबल कलेज आउनु अनि बुझ्नुहुन्छ धेरै कुरा। बाइबलमा सबैभन्दा स्पष्ट, सबैभन्दा राम्रो, सबैभन्दा छोटो, एकदमै राम्रो उदाहरण विश्वासद्वारा कोही मान्छे स्वर्ग गएको छ भने त्यो को होला थाहा छ? विश्वास गरेर स्वर्ग गएको कोही छ भने सबैभन्दा राम्रो उदाहरण को हो थाहा छ? येशू ख्रीष्टसँग क्रुसमा टाँगिने चोर। त्यो चोर यति भाग्यमानी थियो कि जिन्दगीभर उसले चोर्यो, डाकु, लुट्यो। सायद ऊ अग्रपन्थी थियो होला। अग्रपन्थी भनेको लडाकु के, एकदमै होइन, आतङ्कवादीहरू जस्तै हो के। उनीहरू चाहिँ रोमीहरूलाई मारेर यहाँबाट निकाल्नुपर्छ भनेर है उसले जिन्दगीभर फताइ गर्यो, पाप गर्यो, चोर्यो, लुट्यो, के गर्यो, के गर्यो। मर्ने बेलामा अन्तिम सासमा किटी भइरहेको बेलामा अब कति गनिरहेको छ उसले होइन, 1 2 कतिमा मर्छ भनेर एकदमै तर्पिरहेको छ। क्रुसमा पानी होइन, रगत बगिरहेको छ, पानी खानु पाएको छैन, सास 1 मुठी बाँकी छ, बोली छैन,
है, बोल्ने शक्ति पनि छैन। तर पनि उसले सकि नसकी येशू ख्रीष्टलाई के भन्नुहुन्छ? एउटा चोरले त येशू ख्रीष्टलाई सराप्छ हो किन? अनि त्यो चोरलाई हकारेर के भन्छ उसले? हामीले त उचित दण्ड भोगिरहेका छौँ, हामीले चोर्यौँ, फटाइ गऱ्यौँ, त्यही भएर हामी क्रुसमा ठिकै छौँ। तर यो मान्छेले केही उपद्रव गरेको छैन, केही पाप गरेको छैन, यो मान्छेले बिना पाप कसुर भोग्दैछ भनेर भन्यो। र अन्तमा उसले के भन्यो? हे प्रभु, तपाईँ आफ्नो राज्यमा आउनुहुँदाखेरि मलाई सम्झिनुहोस् भनेर भन्नुभएको होइन? अन्तिम सासमा, अन्तिममा चोरले विश्वास गरे के येशू ख्रीष्टलाई। एकमुठी सास हुँदाखेरि येशू ख्रीष्टले के भन्नुभयो? आज राति नै तिमी मसँग स्वर्गलोकमा हुनेछौ। हेर्नुहोस्, विश्वासद्वारा धार्मिकरण, विश्वासद्वारा मुक्ति भनेको यो हो। अन्तिम सासमा प्रभु येशूलाई गरेको जाब एउटा विश्वासले, जाब नै भन्न मिल्छ चोरको हकमा, सानो विश्वासले, सानो त नभनौँ, ठुलै विश्वास थियो। प्रभु तपाईँको राज्यमा आउनु र मलाई सम्झिनुहोस्, आज नै तिमी मसँग के स्वर्गलोकमा हुनेछौ। उसको सबै पापहरू त्यही क्रुसमा क्षमा भए। उसले गरेका सबै अधर्महरू येशू ख्रीष्टमा आरोपण गरियो, दोषारोपण गरियो। येशू ख्रीष्टले उसको सबै पापको दण्ड भोग्दै हुनुहुन्थ्यो र येशू ख्रीष्टले भोगिदिनु भयो। येशू ख्रीष्टले चोरको सबै पाप आफूमा सोच्नुभयो, त्यसको निम्ति दण्ड भोग्नुभयो। त्यो चोरको निम्ति पनि येशू ख्रीष्टले व्यवस्था पालन गरिदिनु भयो, पूर्ण रूपमा पालन गरिदिनुभयो। त्यो चोर पनि येशू ख्रीष्ट जत्तिकै निष्कलङ्क बनाइदिनु भयो, किनभने येशू ख्रीष्टको जसरी चोरको दोष येशू ख्रीष्टले आरोपण गर्नुभयो नि, आरोपण गरियो नि, येशू ख्रीष्टले कमाउनु भएको धार्मिकता चोरमा आरोपण गरियो। डबल इम्प्युटेसन भन्छ के, यता चोरको उता गयो, येशू ख्रीष्टले कमाउनु भएको पवित्रता चोरमा आयो। है, जो बाँच्नुपर्ने त्यो मर्यो, जो मर्नुपर्ने त्यो बाँच्यो। सत्तापट्टा भयो, महान कारोबार भयो र त्यो चोरले येशू ख्रीष्टको सिद्ध धार्मिकता, पवित्रता पायो। आज राति नै तिमी मसँग स्वर्गलोकमा हुनेछौ। हेर्नुहोस्, परमेश्वरको अनुग्रह यो व्यवस्थाद्वारा हो। यदि व्यवस्थाद्वारा हो भने चोर त नरकमा जान्थ्यो, किनभने उसले त धर्म कर्म गर्नु पर्यो, दान दक्षिणा गर्नु पर्यो, के गर्नु पर्यो भने अनि पो स्वर्ग जान्थ्यो। तर हेर्नुहोस् त, विश्वासद्वारा अब्राहमले विश्वास गरे र त्यो उनको निम्ति के गनियो? धार्मिकता गनियो। त्यसरी नै चोरले विश्वास गरे, त्यो उनको निम्ति धार्मिकता गरियो। मतलब छैन, अन्तिम सासमा होस्, जहिलेसुकै होस्, बच्चा होस्, जवान होस्, वृद्ध होस्, जिन्दगीको कुनै पनि पलमा होस्, जसले विश्वास गर्छ ऊ येशू ख्रीष्ट जस्तै धर्मी ठहरिन्छ, किनभने येशू ख्रीष्टमा ऊ एक भएको छ। उस येशू ख्रीष्टको धार्मिकता र पवित्रता उसमा आरोपण गरिन्छ। त्यही भएर 1 कोरिन्थीमा लेखेको छ, परमेश्वरले येशू ख्रीष्टलाई नै हाम्रो बुद्धि, हाम्रो धार्मिकता र हाम्रो पवित्रता बनाउनु भयो। यो पुत्र प्रभु येशूले हाम्रो निम्ति, संसारको निम्ति प्रबन्ध गर्नुभएको, अर्को शब्दमा भन्नुपर्दा परमेश्वरले क्रुस प्रबन्ध गरिदिनु भयो। क्रुसमा टाँगिनु भएको परमेश्वरको ठुमा प्रबन्ध गरिदिनु भयो, जसलाई के भन्छ? अहिले मैले एउटा शब्द भनेको थिएँ नि, के हो? पाप बलि। येशू ख्रीष्ट हाम्रो पाप बलि, दोष बलि हुनुहुन्छ। अब त्यो पाप बलिको बारेमा म एउटा रोचक कुरा भन्छु, त्यसपछि अन्त्य गर्छु। सबैले मसँग पल्टाउनु त, लेवी 6 अध्यायको 24 पदलाई पल्टाउनुहोस् त। म तपाईँलाई एकदमै रोचक कुरा देखाइदिन्छु। लेवी 6 अध्यायको 24 पददेखि हेर्नु, यहाँ पाप बलिको विधान, विधिहरू भन्दछ। येशू ख्रीष्ट पाप बलि हो भने अब यहाँ हेर्नुहोस् है, परमप्रभुले मोसालाई भन्नुभयो, हारुन र त्यसका छोराहरूलाई यसो भन्, पाप बलिका विधि यिनै हुन्। जुन ठाउँमा होम बलि मारिन्छ त्यसै ठाउँमा परमप्रभुको सामुन्ने पाप बलि मारियोस्। यो अति के छ? पवित्र हो। यो चढाउने पुजारीले यो खाउन्। चोखो ठाउँमा भेट हुने पालको चोकमा यो खाइयोस्। जुन चिजले त्यो मासु छुन्छ त्यो के हुन्छ? पवित्र हुनेछ।
त्यसको रगतबाट केही छिर्का कुनै लुगामा पर्यो भने तिमीहरूले त्यो छिर्का परेको लुगा कहीँ चोखो ठाउँमा धुनुपर्छ। जुन माटोको भाँडोमा यो उसिनिन्छ त्यो फुटाइनुपर्छ। यदि यो काँसाको भाँडोमा उसिनिएको छ भने त्यो माझेर पानीले पखालियोस्। पुजारीहरूका घरानाको कुनै पनि पुरुषले यो खान सक्छ, यो अति पवित्र छ। तर जुन पाप बलि जसको रगत पवित्रतामा प्रायश्चित गर्नका निम्ति भेट हुने पालमा ल्याइन्छ त्यो चाहिँ खानु हुँदैन, यो आगोमा जलाइनै पर्छ। ल हेर्नुहोस्, येशू क्रिस्टको बलिदान यदि पाप बलि हो भने यहाँ एकदमै रोचक कुरा बुझ्नु पर्यो। अब है हामी चाहिँ के सोच्छौँ भने खालि येशू क्रिस्टको रगत मात्र बलिदान हो भनेर सोच्छौँ, होइन। येशू क्रिस्टको देह, उहाँको शरीर, उहाँको मासु पनि परमेश्वरमा चढाइएको हो है। अब हामीलाई थाहा छ, हामी हिन्दू हुँदाखेरि मासु चलाउने, रगत चलाउने होइन। दसैँमा रगत छर्किन्छ नि सबैमाथि, मोसाले छर्केका थिए। जहाँ जहाँ रगत छर्किन्छ उनीहरू सबै चोखो पवित्र हुन्छ के, निष्कलङ्क हुन्छ उनीहरू। यहाँ के भनिएको छ भने त्यो पाप बलिको मासु, परमेश्वरलाई चढाइएको पाप बलि छुने मान्छे पवित्र हुन्छ अरे। यो अति पवित्र हो रे है। एकदमै राम्रोसित लेखिएको छ। त्यो रगत जहाँ छर्किन्छ त्यो रगत पनि यति पवित्र हो। त्यो माटोमा पर्यो, माटोको भाँडोमा पर्यो भने फुटाउनु पर्छ, काँसामा पर्यो भने माझ्नु पर्छ त्यसलाई, किनभने त्यो पवित्र रगत त्यहाँ परेकोले। अब बुझ्नुहोस् त क्रुस के हो। क्रुस यदि पाप बलि हो भने क्रुस कति पवित्र छ है। फेरि पाप पनि हो, पवित्र पनि हो, किनभने यहाँ हेर्नुहोस् त, यो पाप बलि पनि हो तर पाप बलि पवित्र हुन्छ। यदि जनावर, पुरानो नियमको जनावरलाई मार्दाखेरि पाप बलिको रूपमा परमेश्वरलाई अर्पण गर्दाखेरि जब जनावर त अति पवित्र हुन्छ भने येशू क्रिस्ट परमेश्वरको थुमा झन् कति पवित्र होला। र जसले त्यो थुमालाई छुन्छ त्यो मान्छे पवित्र हुन्छ रे। हो, हामीले क्रुसमा मार्नु भएको येशू क्रिस्टलाई छोएका छौँ। छुनु भनेको के हो? विश्वास गर्नु हो प्रियहरू है। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। येशू क्रिस्टको क्रुस मोसाको काँसाको सर्प जस्तै हो। जसलाई सर्पले टोकेको छ उसले, जसले हेर्छ तिनीहरू के हुन्छ? निको हुन्छ। हेर्नु भनेको के हो? विश्वास गर्नु हो। छुनु भनेको के हो? विश्वास गर्नु हो। जब जनावरलाई छुँदा त त्यसरी पवित्र हुन्छ भने हामीले त झन् साक्षात परमेश्वरको पुत्र येशू क्रिस्ट, परमेश्वरको थुमा, परमेश्वरको पाप बलि, दोष बलिलाई छोएका छौँ। हामी पवित्र बनाइएका छौँ, हामी पवित्र तुल्याइएका छौँ। आमेन। यति मात्र होइन, यहाँ के भनेको छ? रगत छर्किँदाखेरि तिनीहरू के हुन्छ? चोखो हुन्छ। मोसाले रगत छरे, व्यवस्थाको पुस्तकमा हो क्या, भाँडाकुँडामा रगत छर्के है। त्यो रगत छर्केपछि त्यो भाँडाकुँडा पनि पवित्र हुन्छ। तपाईँलाई थाहा छ नबुकदनेस्सरको नातिले के गरेका थिए? बेलशजरले सबैले भनेका थिए त्यो भाँडा नचलाउनुहोस् है। नबुकदनेस्सर होइन, बेबिलोनमा लग्यो नि, मन्दिर सबै लग्यो, भाँडाकुँडा लग्यो, त्यो भाँडाकुँडा चाहिँ नचलाउनुहोस्। अरू जेसुकै चलाउनु त्यो चाहिँ नचलाउनु, त्यो पवित्र भाँडाकुँडा हो, किनभने त्यसमा पवित्र रगत छर्किएको छ। भन्दाखेरि के मतलब? ल्याऊ भाँडाकुँडा ल्याऊ, हामी रक्सी खाउँ यसमा भनेर सबैजना मस्त रक्सी खाएको ल के भयो? भित्तामा हात आयो के, हात मात्र आयो भित्तामा, सबैजना पहेँलो भयो। डर लाग्छ लाग्दैन? हात आएपछि हात मात्र आयो कि मान्छे छैन। मेने मेने टेकेल पर्सिन भनेर लेखियो के है। तपाईँको राज्य आजै अन्त्य हुन्छ जोखिएको छ के छ होइन। केही रात मादी र फारस आएर बेलशजरलाई नि मारे, उसको राज्य लुटियो, उसको राज्य बेबिलोन पतन भयो। हेर्नुहोस्, पवित्र कुरालाई छुँदाखेरि, पवित्र कुरालाई दुरुपयोग गर्दाखेरि कस्तो परिणाम आउँछ भनेर एकदमै राम्रोसित लेखिएको छ। र हिब्रूको लेखकले के भन्छ? समय गइसकेको छ, म पढ पढ्दिनँ। हामी येशू क्रिस्टका रगतका छिटकाउ परेका मानिसहरू हौँ। आमेन। येशू क्रिस्टको रगतको छिटकाउ परेका मानिस। जब जनावरको रगतले त
छिटकाउ पर्यो भने त शुद्ध हुन्छ, पवित्र हुन्छ भने साक्षात ईश्वरीय रगत, त्यो अलौकिक लघु, त्यो अलौकिक अद्भुत निष्कलङ्क पवित्र रगतले हामी छिटकाइएका हौँ, हामी चोख्याइएका हौँ, हामी पवित्र बनाइएका हौँ। प्रियहरू, साक्षात ईश्वरीय रगतले धोइएका, पखालिएका, चोख्याइएका, शुद्ध बनाइएका हामी मानिसहरू हौँ। उहाँको शरीरलाई हामीले छोयौँ, उहाँको रगतको छिटकाउ पर्यो र यसरी हामीले विश्वास गर्यौँ र त्यो नै हाम्रो निम्ति धार्मिकता गर्ने हो। हेर्नुहोस्, हामीले विश्वास मात्र गर्यौँ तर धर्मी ठहर्याउनु नै परमेश्वरले क्रुसमा के गरिदिनु भयो जुन हामीलाई थाहा छैन। हामी त चोर जस्तै हौँ, विश्वास गर्यौँ आज राति नै तिमी मसँग स्वर्ग लोकमा हुनेछौ। कति आनन्द, हामीलाई त कति आनन्द, कति सजिलो। तर येशू ख्रीष्टले हेर्नु त कति गाह्रो क्रुस बोक्नु पर्यो। उहाँको शरीर छिया छिया बनायो, उहाँलाई किल्ला ठोकियो, काँडाको मुकुट लगाइयो, उहाँलाई यसरी पिटियो, उहाँलाई के गरियो, ज्याजती गरियो, अन्याय अत्याचार गरियो। हामीमा शान्ति ल्याउने दण्ड उहाँमाथि पर्यो, उहाँको कोर्राको चोटले हामी निको भयौँ। हामीलाई कति सजिलो बनाइदिनु भयो। हो, यो नै हो परमेश्वरको प्रेम। हामीलाई यदि गर्नु दिएको भए के हुन्थ्यो? हामी सबैजना येशू ख्रीष्ट जस्तै क्रुसमा मर्नु पर्थ्यो, सक्थ्यौँ? सक्दैनथ्यौँ। तर हाम्रो साथो येशू ख्रीष्टले भोगिदिनु भयो। आफ्नो छोराछोरीलाई, बच्चा, आफ्नो आमा बुवाले बच्चालाई कति सजिलो बनाइन्छ नि, हो कि न? उसले दुःख बोक्न नपरोस् त्यो बच्चाले भनेर किन गर्छ? त्यो आमाको ममताले, बुवाको प्रेमले गर्दाखेरि गर्छ। ओ परमेश्वर हाम्रो बुवा हुनुहुन्छ, उहाँले आफ्नो छोराछोरीको लागि सबै कुरा सजिलो बनाइदिनु भयो, मुक्ति सजिलो बनाइदिनु भयो। र त्यो मुक्ति हामीलाई दिनको लागि उहाँ आफै मर्नुभयो। सृष्टिको उत्तम सृष्टिमा उहाँले मानव सृजन भयो, आफ्नै रगत बगाएर, होइन? आफ्नै रगत बगाएर हामीलाई उहाँले उद्धार गर्न आउनुभयो। यो हो परमेश्वरको अनुग्रह, यो हो परमेश्वरको प्रेम। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। र अन्तमा प्रियहरू, म तपाईहरुलाई यही भन्न चाहन्छु, हामी पनि अब्राहम जस्तै हौँ, हामी पनि चोर जस्तै हौँ है। हामीले सिर्फ विश्वास गर्यौँ। तर तपाईहरु कसैले येशू ख्रीष्टलाई देख्नु भएको छ? येशू ख्रीष्ट क्रुसमा मर्नु हुँदा तपाईहरु थियो? येशू ख्रीष्ट संसारमा आउनुहुँदा तपाईहरु थियो? येशू ख्रीष्ट पुनरुत्थान हुँदा तपाईहरु थियो? कसैले देखेको छ त येशू ख्रीष्टलाई? कसैले पनि देखेको छैन। एक हिसाबले क्रिस्चियनहरु मूर्खै हो, किनभने बाइबलले नै भन्छन् हैन कि यहुदीहरुको लागि ठेस लाग्ने ढुङ्गा र ग्रीकहरुको लागि मूर्खता हो सुसमाचार। किनभने 2000 वर्ष अगाडि रगत बगेको छ रे, त्यो रगतले हाम्रो पाप क्षमा गर्छ। ननसेन्स हो क्या त्यो, एक हिसाबले मूर्खतै हो। क्रिस्चियनहरु साँच्चै मूर्खै। पावलले भन्छ म बौला हो भनेर, किनभने संसारको निम्ति त 2000 वर्ष अगाडि आए, त्यसले रगत बगाए, त्यो रगतले अहिले हाम्रो पाप धुन्छ रे। न देखेका छौं, न भएका छौं, न अनुभव गरेका छौं, तर क्रिस्चियनहरुले के मात्र गर्छ? विश्वास गर्छ के। त्यही भएर विश्वासमा शक्ति छ भनेको के। अब्राहमले विश्वास गरे नि, अब्राहमको निम्ति सजिलो थियो। 90 वर्ष पुगेकी श्रीमतीले छोरा पाउँछ भनेर विश्वास गर्न सक्थ्यो? तर के गरे अब्राहमले? विश्वास गरे के। चोरले देखेको थियो स्वर्ग जान्छ भनेर, त्यत्रो पाप गरे लास्टमा आएर हुन्छ? तपाईले अहिले भन्नु त कस्तो मान्छे सोच्छ? त्यत्रो पाप गरेर कहाँ पश्चाताप गर्न हुन्छ? त्यो पापको प्रायश्चित गर्न के गर्नुपर्छ हो हैन? तर हेर्नु त चोरले विश्वास गर्यो, त्यो नै उनको निम्ति धार्मिकता गर्ने हो। र तपाई र हामीले पनि येशू ख्रीष्टलाई देखेका छैनौं। येशू ख्रीष्टले रगत बगाएको हो कि हैन, त्यो पनि हामीले प्रत्यक्ष प्रमाण हामीलाई छैन। अब बाइबलमा भनेर त के गर्ने हैन? विश्वास नगर्ने त यो मान्दैन है। हामी एक हिसाबले इलोजिकल कुरा नै गरिरहेका छौं। तर हेर्नुस्, जब हामीले विश्वासको आँखाले हेर्छौं नि, अब असम्भवलाई सम्भव बनाउँछ है। जब हामीले विश्वास गर्छौं साच्चीकै येशू ख्रीष्ट मर्नु भएको हो,
मेरो निम्ति रगत बगाउनु भएको, मेरो निम्ति दुःख भोग्नु भएको हो भन्ने कुरा हामीले विश्वास गर्छौँ। येशू ख्रीष्टले थोमालाई के भन्नुभयो? थोमाले विश्वास गर्दैन नि येशू ख्रीष्ट पुनरुत्थान भएको, होइन? र येशू ख्रीष्ट भन्नुभयो, तिम्रो हात यहाँ मेरो दोपमा राख, भाला घोचेको घाउमा हाल है। तिमीले त मलाई देखेर विश्वास गर्यौ, तर धन्य तिनीहरू जसले मलाई देखेका छैनन् र पनि विश्वास गरेका छन्। आमेन। हिब्रूको लेखकले के भन्छ कि परमेश्वरलाई विश्वास बिना परमेश्वरलाई प्रसन्न तुल्याउन के छ? असम्भव छ है। परमेश्वर हुनुहुन्छ, उहाँको अस्तित्व छ भनेर हामी विश्वास गर्छौँ। तर कसैले परमेश्वर देखाऊ भन्नुभयो भने देखाउन सक्नुहुन्छ? है, हामी विश्वास गर्छौँ। र क्रिस्चियन जीवनको एकमात्र आधार नै विश्वास हो। त्यही भएर हामीलाई के भन्छ? विश्वासी भन्छ क्या। हामीले विश्वास गरेकोले विश्वासी भन्छौँ। हामी कहिले पनि देख्न सक्दैनौँ, देखाउन सक्दैनौँ, तर हामीलाई थाहा छ परमेश्वरको वचन सत्य हो, उहाँले भन्नुभएको साँचो हो। र अब्राहमको जीवनबाट पनि हेऱ्यौँ, चोरको जीवनबाट पनि हेऱ्यौँ, अब पालो हाम्रो हो। हामीले जे जति विश्वास गरेका छौँ, परमेश्वरले वचनमा जे जति हाम्रो मुक्तिको लागि प्रबन्ध र प्रतिज्ञा गर्नुभएको छ त्यो सबै हुन आउँछ भन्ने कुरामा हामी विश्वास गर्न सक्छौँ। त्यही हो अब्राहमको सुसमाचार, त्यो चोरको सुसमाचार, आज त्यो हाम्रो सुसमाचार हो। किनभने हामीलाई परमेश्वरले विश्वासको वरदान दिनुभएको छ र यो विश्वासमा नै हामी आफ्नो विश्वासको पाइला मृत्युसम्म चाल्छौँ र मृत्युसम्म हामी विश्वासी भइ नै रहन्छौँ। र अब्राहमलाई जुन प्रतिज्ञा गर्नुभयो त्यसको आशिष र त्यसको उत्तराधिकारी हामी पनि अवश्य पनि हुनेछौँ। परमेश्वरले तपाईहरु सबैलाई आशिष गर्नुभएको छ। हामी प्रार्थना गरौँ।